अनि दाइ के बनिँदैछ? आलुदमको लागि हो यो चाहिँ आलुदमको मसला होइन। यसमा चाहिँ तपाईँको लसुन प्याज टमाटर खोर्सानी चाहिँ एकदम मिक्सीमा पेस्ट गर्नु पऱ्यो हो। त्यहाँबाट त्यसको बादमा अलिकति तेल हाल्यो, त्यहाँबाट तेल हालेर नुन हाल्यो, नुन हालेर त्यहाँबाट अलिकति तपाईँको हर्दी हाल्नुपर्छ हो। हर्दी हालेर अब रङ खोर्सानी हाल्दा पनि हुन्छ, कलरको लागि हो, नहाल्दा पनि हुन्छ, अब त्यो तपाईँको इच्छा हो होइन। अन्त यसलाई मजाले अलिक पकायो मसलालाई मजाले हो। मसलालाई पकाएपछि यस्तो कलर आउनु पऱ्यो। यहाँदेखि कलर यस्तो ग्रेभी खाले कलर आउनु पऱ्यो हो। यस्तो कलर आएपछि चाहिँ तपाईँले त्यहाँबाट यसो 5-10 मिनट यसो मजाले पकाएपछि चाहिँ त्यहाँबाट चाहिँ आलु हाल्नुपर्छ हो। आलु मसिनो काटेर हालेर चाहिँ ग्यास सानो बनाएर हो यसरी चलाउनुपर्छ हो। यसरी मजाले चलाएपछि हो तपाईँलाई के हाल्नुपर्ने हो त्यहाँ म अहिले लेखेर साइडमा दिनेछु हो। त्यसरी पकाउनुहोस्। आलुदम तपाईँले एकदम कस्तो बनाउनुहुन्छ, झोलवाला आलुदम बनाउनुहुन्छ कि मिमीसँग खाने, भुजासँग खाने, ग्रेभीवाला सुक्खा बनाउनुहुन्छ कि हो भनिहाल्छ। एकपल्ट यसरी घरमा बनाएर टक्कै आलुदम उयो गर्नुहोस् तपाईँले, दामी टेस्टी हुन्छ आलुदम चाहिँ। मेन चाहिँ मसलै हो, मसला तेल हो। यसरी तपाईँले एकछिन सानो आगोमा यत्तिकै एकछिन 2 मिनट चाहिँ यत्तिकै राख्नुपर्छ तपाईँले एकछिन हो। त्यहाँबाट अलिक के उयो भएपछि अलिकति ठुलो आगो गरिदिनुहोस्। अलिकति टालिनु थालेपछि चाहिँ तपाईँले अलिकति पानी हालेर चलाएर गर्नुहोस्। ल टालिनु चाहिँ दिनु भएन हो। फेरि तपाईँको टाल्यो भने मसलाहरू डढ्छ हो। फेरि पछि खाँदाखेरि बनाउँछ राम्रो हुँदैन हो। टालिनु चाहिँ दिनु भएन। आलुदम चाहिँ भइहालेको छ हो। चाहिँ तपाईँले यो चाहिँ आलुदम यत्तिकै उयो गर्दा पनि हुन्छ। अब यसलाई चाहिँ हामीले चाहिँ आलुदम मिमीको लागि बनाएको होइन। हामी चाहिँ यसमा झोल हाल्नेछौँ। त्यो झोल हालेर चाहिँ तपाईँको हामीले झोल हाल्नुपर्छ, पानी हाल्नु झोलको लागि चाहिँ हो। कफी ओए के पर्खेको तैँले? यो भयो पानी हो तपाईँको हो। यो चाहिँ हल्का ग्रेभीको लागि होइन। यो चाहिँ आलु मिमीको लागि चाहिँ अलिक झोल त हुनै पऱ्यो नि त हो। आलु मिमीको लागि अलिक झोल हाल्नुपर्छ। त्यहाँबाट तपाईँको लास्टमा चाहिँ एउटा यो यस्तो मसला पाउँछ। यो के हो यो मसलाको नाम त मैले बिर्सेँ नि हौ। कुक भएर बिर्सिदियो हो। यो मसला त यो मसला हाल्नुपर्छ हो। यो चाहिँ एकदम सिक्रेट मसला भन्दा पनि हुन्छ यसलाई हो। त्यो त के रहेछ? बिरन नि त त्यो कहाँको बिरन हुन बट फ्लेभर आउँछ यसले फ्लेभर। सिक्रेट यो मसला एउटा फ्लेभर हो सिक्रेट मसला। यसको नाम पनि म तपाईँलाई त्यहाँ लेखेर दिन्छु हो। यो चाहिँ तपाईँको अलिकति हल्का कर्नफ्लावर हालेर बाक्लो बनाउने होइन। अलिकति ज्यादा पनि होइन, किनकि ज्यादा हाल्यो भने मिठो हुँदैन। यो हाल्नुभयो भने चाहिँ तपाईँले अलिकति मोटो हुन्छ है। बेसी चाहिँ हाल्नु भएन। तपाईँले यसको 1 चम्ची हाल्नुभयो भने अब उयो हेरेर हुन्छ तपाईँ कति बनाउनुहुन्छ होइन। जस्तै अब मैले यति बनाउँदैछु यसको होइन। अब मैले यति हाल्नु जे चाहिँ अब तपाईँले बेसी हाल्नुभयो भने चाहिँ फेरि राम्रो हुँदैन। त्यो आलु नखाँदा पनि हुन्छ तपाईँ। यो चाहिँ यसरी हालेर हामीले घोल्नुपर्छ हो। यसरी खोल्यो हो टक्कै यसरी घोल्नुपर्छ सबै तपाईँले। यो घोलिसकेर हो फेरि यो मसला चाहिँ तपाईँले अन्त यो मसला पनि ज्यादा हाल्नु हुँदैन। ज्यादा हाल्नुभयो भने फेरि मिठो हुँदैन हो। यसमा हाल्दा हुँदैन। हुँदैन। यो चाहिँ तपाईँले कम्ती हाल्नु पऱ्यो। यो मसला चाहिँ तपाईँले अनलाइन खालि पाउनुहुन्छ हो। यो मसला चाहिँ फ्लेभरको लागि हो। यतिहरू चाहिँ सबै हालिदिन्छु। बेसी हाल्नु पर्दैन यसै। यो मसला चाहिँ कम्ती हाल्नु। यसको टेस्ट चाहिँ कस्तो हुन्छ? यसको टेस्ट चाहिँ तिम्रो त्यो नर्थ सुपको हुन्छ नि टेस्ट सेम त्यस्तै हुन्छ। तर हुचिङ चाहिँ हुँदैन यसमा चाहिँ। त्यसो भए ठिकै छ। हुचिङ भन्दा चाहिँ यसमा हुचिङ चाहिँ हुँदैन हो। हुचिङ ज्यादा खानु हुँदैन। यो तपाईँको यति पानीमा हाल्यो हो। हुचिङ ज्यादा खायो भने कन्स्टिपेसन हुन्छ।
अब तपाईँले यो भयो, अब यसलाई उम्लिनुलाई छोडिदिनु पऱ्यो हो। यसमा तपाईँले यो आलुदम बन्ने अब हामीले टक्कै उम्लिनु छोडिदियो। यो जब उम्लिसक्छ, उम्लेर पहिला यो हालेर मजाले चलाउनुपर्छ। त्यसको बाद त चलाएर यो फेरि यो हाल्यो, त्यहाँबाट भक उम्लिन्छ। उम्लेपछि बास तपाईँको आलुदम रेडी हुन्छ। त्यहाँदेखि तपाईँले आलु थुक्पा खाँदा पनि हुन्छ, यो झोल हालेर तपाईँले मिमी हालेर खाँदा पनि हुन्छ, भुजा हालेर खाँदा पनि हुन्छ हो। तपाईँले जसरी खाँदा पनि हुन्छ। त्यहाँबाट चाहिँ एकपल्ट तपाईँलाई टेस्ट गर्नु मन पऱ्यो भने आउनु सक्नुहुन्छ हाम्रो दोकानमा खानुको लागि।